स्वागत छ नीलिमाको युट्युब च्यानलमा। आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि मेरो कपालको ट्रिटमेन्टको लागि जाँदैछु। अहिले चाहिँ मेरो कपालको लेन्थ यति छ, यति काट्ने पनि सोचेछु, तर अलिपछि हेरौँ के हुन्छ। अलिपछि भेट्छु है त। Do you want to know? म चाहिँ हिँडेँ साथीहरू। म चाहिँ आइसकेँ अहिले। आन्टीलाई कुरेर बसेको। अरू दिन भएको भए बिदाको दिनमा म सुतिरहेको हुन्थेँ, तर आज चाहिँ म यति गर्नको लागि भनेर बिहान उठेर नुहाएर नै आइसकेँ। अब अहिले चाहिँ आन्टीलाई कुरिरहेको छु। अब पछि आन्टी आएपछि त मलाई बोल्न लाज लाग्छ भएर क्लिपहरू मात्रै खिच्छु, म बोल्न चाहिँ बोल्दिनँ है। आन्टी चाहिँ आउनु भएन, म कुरिरहेको छु। अनि म कुरिन्जेलसम्म तपाईँहरू चाहिँ मलाई घुमेको हेर्नु है। हाई गाइज, होप यु आर इन्जोइङ माई भिडियो। म चाहिँ फर्स्ट टाइम बोलेर भ्लग बनाएको। अनि बोलेर भ्लग बनाउँदा कस्तो लाज लाग्ने रहेछ कि मान्छेहरू कसरी बोल्छ पनि। अनि म त त्यही भएर लाज लगाएर केही पनि बोलेन, क्लिप्सहरू मात्रै खिचेछु, अलिअलि मात्रै बोलेछु। त्यही भए पनि हेरिदिनु, झ्याउ नमानेर हेरिदिनु। अनि म चाहिँ प्रायः आन्टीतिर नै गइरहेको हुन्छु किनकि सी इज भेरी फ्रेन्डली अनि एकदम राम्रोसँग पनि गरिदिनुहुन्छ। त्यही भएर मलाई चाहिँ अन्त जानै मन लाग्दैन। अनि यहाँ हेर्नु न, हाम्रो नन स्टप गफ। हामी चाहिँ गफ गर्दै काम गरिराख्नु भएको थियो आन्टी। अनि खासमा आज चाहिँ स्याटरडे भएको भएर आन्टीको चाहिँ पसल खोल्नुहुन्थेन आन्टीले। अनि म चाहिँ अरू दिन नभ्याउने भएको भएर चाहिँ मेरो लागि भए पनि आउन त भनेर चाहिँ आन्टीले गरिदिनु भएको थियो। अनि साथीहरू छिटै हुन्छ होला भनेर बिहानको 8:30 बजे नै खानै नखाएर आएको त टाइम लाग्यो कि ढिलो हुँदै गयो। अनि त्यही भएर मम्मीहरू बजार आउनुभएको थियो। अनि मलाई भोक लाग्यो होला भनेर मतिर पसेर मलाई चाहिँ मोमो ल्याइदिनु भएको थियो। त्यसपछि चाहिँ मैले मोमो खाएँ।
फाइनल लुक हो कस्तो देखेछ भनिदिनु होला लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद जसले पनि सब्सक्राइब गर्नुभएको छ थ्याङ्क यू सो मच र सब्सक्राइब गर्नुभएको छैन भने गरिदिनुहोस् लाइक पनि गरिदिनुहोस् आजको लागि यति नै म भेट्नेछु हजुरहरूलाई अर्को ब्लगमा बाई बाई